हरे कृष्ण शुभ बिहानी। जस्तै गुरु हुनुहुन्छ। गुरु भनेको हामीलाई अँध्यारो अन्धकारबाट उज्यालो पक्षमा डोराउँदै लाने गुरु हो। शिक्षा गुरु चार पाँचवटा पनि हुनुहुन्छ। दीक्षा गुरु एउटै हुनुहुन्छ, जो मन्त्र दिने उहाँ दीक्षा गुरु हुनुहुन्छ। र हामी गुरुको अन्डरमा रहनुपर्छ। गुरुको नेमहरू हुन्छ, गुरुको नेममा पालनाहरू गर्नुपर्छ। उहाँहरूको अब नेम पालना दिनुभएको हुन्छ, त्यो गुरु पालना गर्नुपर्छ। र बल्ल गुरुलाई हामीले आफ्नो मनको भावनाहरू भन्न सक्छौँ, पोख्न सक्छौँ। र गुरु फेरि धेरै प्रकारको पनि हुनुहुन्छ। कोही कस्तो भावको हुनुहुन्छ, कोही कस्तो भावको हुनुहुन्छ। यसमा धर्महरू पनि हुनुहुन्न। सबै गुरु एउटै हुनुहुन्न, फरक फरक आफ्नो आफ्नो भावको हुन्छ। नेम एउटै। जस्तै अब विश्व जगत गुरु शिला प्रभुपाद हुनुहुन्छ होइन। त्यसपछिका हाम्रो दीक्षा दिने गुरुहरू हुनुहुन्छ। उहाँ संसार छोडेको कारणले गर्दाखेरि दीक्षा दिने गुरुहरू हुनुहुन्छ। अब गुरुहरूको फरक फरक नेम एउटै भए पनि भाव चाहिँ फरक फरक हुन्छ। यो हामीले बुझ्नुपर्छ। आत्मा र परमात्मा भन्ने कारण त्यही हो। गुरुको आदेश, जुन कुरा पनि गुरुको आदेश अनुसार गर्ने हो। जस्तै भागवत लाउन, हिँड्नलाई, व्यासेसन बनाउनलाई, आशासन बनाउनलाई, व्यासेसन पढ्नलाई सबै कुरा गुरुको कृपा चाहिन्छ, गुरुको आदेश चाहिन्छ। गुरुले आदेश दिनुभयो भने हामीलाई जे पनि त्यो उहाँहरूले भनेअनुसारको गर्न मिल्छ। नभए आफ्नो मन मर्जीले गऱ्यो भने, गुरुको अन्डरमा रहेन भने हामी गुरुबाट फेरि के हुन्छौँ त, आउट हुन्छौँ। गुरुको साधना मानेन भने त, गुरुको कुराहरू वचनहरू मानेन भने त हामीले गुरु मानेको अर्थ त हुँदैन। त्यही भएर गुरुको अर्थ मान्नुपर्छ हामीले। गुरुको भनेको कुराहरू के भन्नुहुन्छ। गुरुहरू पनि कोही अब राम्रो राम्रो कुरा भन्नुहुन्छ भने त ठिक छ, मान्ने हो उहाँहरूको भनाइहरू। फेरि कोही कोही गुरुहरू त फेरि नराम्रो गर्यो भने, कोही गुरुहरूले नराम्रो गर्यो भने गुरु चेन्ज गर्न पनि मिल्छ। त्यस्तो पनि लेखेको छ, शास्त्रमै लेखेको छ। गुरुले राम्रो गर्दा गर्दै त किन हामीले गुरु चेन्ज गर्नु पर्यो र? गुरुले यदि कतै नराम्रो भावना, नराम्रो भाव, व्यवहार नराम्रो गर्छ भने गुरु चेन्ज गर्न पनि